सबैजनालाई नमस्कार। मेरो नाम किशोर लिम्बू हो र मेरो बाबाको नाम चाहिँ चुम्बाहाङ लिम्बू र मेरो आमाको नाम चाहिँ इन्द्रमाया लिम्बू हो र म चाहिँ धनकुटा जिल्ला साङगुडीगढी 4 फाक्सिपमा बस्ने गर्छु र हाम्रो फ्यामिली चाहिँ जम्मा 10 जना हो। 10 जनामा चाहिँ 4 भाइ 6 बहिनी र म चाहिँ भाइ मध्येमा साइला हो। म 9 कक्षामा पढ्दछु र मलाई बोन मेरो क्यान्सर भएको हुँदा म तपाईहरुलाई आर्थिक सहयोगको अपिल गर्दछु। मेरो बोन मेरो क्यान्सर भएको 10 देखि 11 महिनासम्म भइसक्यो र म हस्पिटलमै 2 खेप जति आइसियुमै म गइसके र अहिले फेरि मलाई हप्तामा 2 देखि 3 चोटीसम्म ब्लडहरु चलाइराख्नु परेको छ। 9 देखि 10 युनिटसम्म चलाउनु परेको छ र मलाई आर्थिक सहयोगको एकदमै खाँचो परेको हुँदा मेरो फ्यामिली परिवार एकदमै आर्थिक धेरै अभाव भएको हुनाले मेरो गरिब परिवार भएको कारणले गर्दा म तपाईहरुको आर्थिक सहयोगको आशा गर्न चाहन्छु। म बाँच्न चाहन्छु। मलाई बचाउनु भएको सानो सहयोगले म बाँच्न चाहन्छु। म पढ्दैछु अहिले, पछि गएर के गर्न चाहन्छु। मलाई बचाइदिनुहोस्। तपाईहरुको सानो सहयोगले मेरो जीवन बचाइदिनुहोस्। म बाँच्न चाहन्छु। देश विदेशमा रहनुभएका आमा बाउ दाजुभाइ सबैलाई अपिल गर्न चाहन्छु, मलाई बचाइदिनुहोस्। म तपाईहरुको छोरा जस्तो, तपाईहरुको भाइ जस्तो, म तपाईहरुको दाइ जस्तो मलाई पनि जीवन जिउन चाहन्छु। मलाई बचाउनुहोस्। तपाईहरुको सहयोग आशा गरेको छु। विशेष गरी म बाँच्नको लागि बोन मेरो ट्रान्सप्लान्ट नहुनेको कारणले गर्दा मलाई आर्थिक सहयोग चाहिएको छ। रकम कम्तीमा पनि 20 देखि 25 लाखसम्म चाहिन्छ भन्नुभएको छ डाक्टरले। त्यसैले गर्दा मेरो जग्गा जमिन पनि छैन। हामी गाउँमा बसोबास गर्छौं। त्यसले गर्दा मलाई पैसाको एकदमै खाँचो परिरहेको। मेरो दाजुभाइहरु पनि एकदमै पढालेखा एकदमै छैन। उनीहरु पनि, मेरो दिदी बहिनीहरु पनि पढालेखाको हुनुहुन्न। मेरो बाउ पनि एकदम गरिबै हुनुहुन्छ। एकदम वृद्ध अवस्थामा हुनुहुन्छ बाउ आमाहरु पनि। म जिउन चाहन्छु। मलाई बचाइदिनुहोस् प्लिज। मलाई नमस्ते।